हेलो एन्ड वेलकम ब्याक साथीहरु। आजको यो भिडियोमा मैले जापानिज एनिमे डिमन स्लेयरको एपिसोड 9 एक्सप्लेन गर्न जाँदैछु। सो यदि तपाईहरुले यो भन्दा अगाडिको एपिसोडहरु हेर्नु भएको छैन भने सबै भिडियोको लिंक डिस्क्रिप्सनमा छ, त्यहाँबाट त्यो भिडियोलाई हेरेर आजको यो भिडियो कन्टिन्यू गर्न सक्नुहुन्छ। सो आज ढिलो नअर्किन डिमन स्लेयरको एपिसोड 9 एक्सप्लेनेसन भिडियो सुरु गरौँ। लास्ट एपिसोडमा हामीले ती डेमनले अट्याक गरेर त्यो घर फोडिदिएको देख्यौं र यसले गर्दा तान्जिरो रिसाएको हुन्छ। अब यो एपिसोडको फर्स्ट सिनमा नै त्यो केटी डेमनले हाँस्दै यहाँ त तिमीले भने चाहिँ भयो याबाहा, भित्ताको पछाडी त यति ठुलो घर रहेछ नि भन्छ। यहाँ त्यो डेमन केटा याबाहाले हो सायद यिनीहरूले यो घर लुकाउन ब्लड डेमन आर्ट युज गरे होलान्, अनि त्यसमाथि यी डेमनसँग एउटा डेमन स्लेयर पनि छ। आखिर यहाँ के चल्दैछ भन्छ। यहाँ त्यो केटी हाँस्दै यहाँ त मजा आउँछ जस्तो छ भन्छ। यहाँ त्यो डेमन केटा याबाहाले त्यो केटी सुसामारुलाई साँच्चै मैले तिमीलाई बच्चा भन्ने या तिमीले दिमागको युज गर्दिनौ भन्ने, मेरो किमोनो त्यो धुलोले गर्दा फोर भयो भन्छ। यहाँ त्यो डेमन केटी सुसामारुले तिमी बढी नोइजी छौ, मेरो बलले गर्दा नै हामीले यिनीहरूलाई भेटायौ, सो कम्प्लेन गर्न बन्द गर भन्छ र म त पूरा तरिकाले मजा लिन्छु भन्दै आफ्नो दुवै बलले तिनीहरूलाई अट्याक गर्छ। अब त्यो बलले फेरि भित्ता फुटालेर सुसामारुसँग आउँछ। यहाँ याबाहाले तिमीले फेरि त्यस्तै गर्यौ भन्छ। त्यो डेमन केटी सुसामारुले याबाहालाई त्यति कडा नभौ, तिम्रो किमोनो फोर भएको छैन भन्छ र ठ्याक्क भित्र यति बेला तान्जिरोलाई देखेर हामीले उनीहरूलाई भेट्यौ भन्दै हाँस्छे। यहाँ तान्जिरोले ह्यान्डबल उसले त्यो ह्यान्डबल फालेर यो घरलाई यस्तो बनाइदी, त्यो के हो के त्यो केटीले किबुत्सुजीको लागि काम गर्छ सोच्छ। यहाँ त्यो केटीले फेरि आफ्नो दुवै तामायोतिर आउन थाल्छ, तर यति बेलै युसिरोले तामायोलाई बचाउन त्यो बलको अगाडि आउँछ, तर ठ्याक्कै त्यो बलले त्यति बेला टर्न खान्छ र फेरि आएर युसिरोको टाउको उछिटाइदिन्छ र मेरो 10 वटा फर्म मध्ये सबैभन्दा फास्टेस्ट मुभ टोटल कन्सन्ट्रेसन ब्रिथिङ ब्रिथ अफ वाटर 7th फर्म ड्रप रिपल थ्रस्ट कभ युज गर्छ र बललाई सोलो गर्यो सोचेर तर भन्छ। यता यहाँ ठ्याक्क त्यो बल फेरि आफै हल्लेर निक्लेर तान्जिरोको कटानाबाट जान्छ। तान्जिरोले यहाँ यो ह्यान्डबल कसरी आफै चलिरहेको छ सोच्छ र जब यो ह्यान्डबलले युसिरोलाई हानेको थियो यो अलि अजिब त त्यस्तो कुनै पनि स्पेशल कुरा छैन, त्यसो भए आखिर यो कसरी के भइरहेछ सोच्छ। यता यति बेला लेडी तामायोले युसिरो भन्छ। युसिरो डेमन भएकाले उसको टाउको फेरि उग्न थाल्छ। यहाँ युसिरोले लेडी तामायो मैले तपाईलाई पहिले भनेको थिएँ कि डेमन स्लेयरको कुरामा इन्भल्भ नहुनु भनेर, मेरो डेमन आर्ट त्यति पर्फेक्ट छैन, यो त तपाईलाई थाहा नै थियो नि। मैले घरलाई घरको बास्ना मान्छेको सासलाई लुकाउन सके पनि उनीहरू यहाँ भएको कुरा त साँचो नै हो र यसलाई लुकाउन सकिन्न। बढी मान्छेले बढी छाप छोड्छन् अनि किबुत्सुजीले हामीलाई भेटाउने चान्स पनि बढ्छ भन्छ। यहाँ तान्जिरोले डेमन हाम्रो धेरै नजिक हुन सक्छन्, मैले यिनीहरूले अट्याक गर्नुभन्दा अगाडि कुनै पनि बास्ना पाएन, के यो त्यही युसिरोको ब्लड डेमन आर्टले गर्दा हो सोच्छ। यहाँ युसिरो रिसाउँदै तपाईसँग मैले बिताउने समय कसैले बर्बाद गरिदिन्छ भने मलाई त्यो पटक्कै मन पर्दैन, मलाई पटक्कै मन पर्दैन, म उसलाई माफ गर्दिन भन्छ। यहाँ त्यो केटी डेमन सुसामारुले तिमीले के भन्यौ गरे यो मजा आउला जस्तो छ, तिमी 12 डेमन मुन मध्ये एक मेरो हातबाट मर्न पाउँदा सम्मान पाएको सोच भन्छ। यहाँ त्यो केटी डेमन सुसामारुले हाँस्दै आफ्नो शरीरबाट अझै हात निकाल्छे र उसको अब टोटल 6 वटा हात हुन्छन्। यो देखेर तान्जिरो सक हुन्छ। अब सुसामारुको प्रत्येक हातमा बल हुन्छन् र यहाँ उसले हाँस्दै ल अब घाम नआउँदासम्म खेलौँ भन्छ र यसपछि आफ्नो सबै ह्यान्डल युज गरेर अट्याक गर्छ। यहाँ तान्जिरोले त्यो ह्यान्डललाई छक्काउँछ र यहाँ ती बलले फेरि पनि घरलाई फोड्न थाल्छ। यहाँ युसिरोले तामायोलाई ढाकेर बचाउँदै हुन्छ। यति बेला तामायोले यति मैले अहिले मेरो स्पेल युज गरे भने यसले तान्जिरोलाई पनि असर गर्छ र यसको साथसाथै युसिरोलाई पनि आफ्नो अट्याक प्रिपेयर गर्न टाइम चाहिन्छ सोच्छि। यहाँ अब ती बलहरू तान्जिरोतिर आइराखेका हुन्छन्, उसले तिनलाई छक्काइरहन्छ र यहाँ केही बलहरू टर्न गरेर फेरि पनि आउँछ र तान्जिरोले उसलाई काटिदिन्छ, तर पनि ती बलहरूले पछाडिबाट आएर तान्जिरोलाई लाग्छ। यहाँ तान्जिरोले बलहरूलाई काटेर त्यसको असर कम भए पनि यसले मलाई अझै हानिरहेको छ सोच्छ र ती बलहरूसँग बस्दै उफ्रिन्छ। यहाँ यति बेला तान्जिरोले यहाँ 2 वटा बास्ना छ भनेपछि यहाँ 2 वटा डेमन छन्, मैले उनीहरूको बास्नाले उनीहरू ठ्याक्क कुन ठाउँमा छन् त्यो भन्न सक्छु सोच्छ, तर यी बलहरूको अट्याकले गर्दा मलाई बिजी राखिरहेछ सोच्छ। यति बेला ती बलहरूले तामायो र युसिरोलाई लाग्छ र यो देखेर तान्जिरोले मिस तामायो युसिरो भन्छ र आफूतिर आइरहेको बलहरूलाई पनि रोक्छ र यहाँ मैले उनीहरूलाई बचाउन सकिन सोच्छ। यहाँ मिस तामायोले हाम्रो चिन्ता नगर, हाम्रो घाउ सन्चो हुन्छ भन्छ। यहाँ युसिरोले ओए काम नलाग्ने डेमन स्लेयर, तिमीले यो बलको डाइरेक्सन एरोलाई हेरेर थाहा पाउँछौ भन्छ र ती एरोलाई छक्काउ भन्छ। यहाँ तान्जिरोले अचम्म पर्दै एरो गरे भन्छ। यति बेला युसिरोले सिरियसली तिमीले त्यति पनि देख्न सकिरहेका छैनौ भन्छ र आफ्नो आँखाको शक्ति तान्जिरोलाई दिन्छ र यसले गर्दा तिमीले त्यो ह्यान्डबल चलाउने केटीको घाँटी काट्न सक्छौ भन्छ। यहाँ तान्जिरोले अब त्यो एरो देख्न थाल्छ। यहाँ उसले दङ्ग पर्दै अब मैले सब देख्न सक्छु, यही एरोले ह्यान्डबललाई गाइड गरिरहेको छ र यो बल त्यही एरोको लाइनमा हिँडिरहेको छ सोच्छ र प्रत्येक बलको अट्याकलाई छक्काउँछ र पछि युसिरो थ्याङ्क यू अब मैले देख्न सकिरहेको छु भन्छ। यहाँ यति बेला ठ्याक्क नेजुको आउँछु। तान्जिरोले नेजुको बाहिर जाऊ र त्यो रुखमा बसेको डेमनलाई तिमीले सम्हाल भन्छ। नेजुकोले हुन्छ भन्छ र ऊ बाहिर जान्छ। तान्जिरो पनि अब त्यो घरबाट बाहिर निक्लिन्छ र त्यो डेमन केटी सुसामारुको अगाडि आएर उभिन्छ। यहाँ सुसामारुले हानाफुदा इयरिङ लगाएको तिमी नै हौ, सो म तिमीलाई छाड्दिन, म तिम्रो टाउको मेरो लर्डलाई गिफ्ट लगिदिन्छु भन्दै स्माइल गर्छ र यहाँ त मजा आइरहेछ भन्दै आफ्नो बलले अट्याक गर्छ। यति बेला तान्जिरो ती बलहरूबाट बस्दै भाग्छ र नेजुको के तिमीले त्यो अर्को डेमनलाई अझै पनि भेटाइनौ सोच्छ। यता नेजुको भने रुखमा खोज्दै गर्दा त्यो अर्को डेमनलाई भेट्छ। खासमा त्यो केटी डेमनले बलले अट्याक गर्छ भने त्यो बललाई कन्ट्रोल गर्ने र त्यो एरो दिएर डाइरेक्सन दिने काम चाहिँ त्यो अर्को डेमनको हुन्छ। अब नेजुकोले यहाँ त्यो डेमन याहाबालाई भेटाउँछ र गएर लात्ताले हान्छ। यसले गर्दा त्यो डेमनको ध्यान भट्किन्छ, जसले गर्दा यी बलहरूबाट त्यो एरो
हट्छ र यहाँ तान्जिरोले यति बेलै ब्रिथ अफ वाटर थर्ड फर्म युज गरेर ती सबै बलहरूलाई काटिदिन्छ र पछि आएर त्यो केटी डेमन सुजी जस्तै सिमिलर हुन् भन्छ। यहाँ मिस तामायोले सायद हुन सक्छ भन्छ। यहाँ तान्जिरोले त्यसो भए म तपाईको लागि यिनीहरूको ब्लड निकाल्छु भन्छ र यहाँ हामीलाई त्यही पहिलाको सिन देखाइन्छ जहाँ मिस तामायोले तान्जिरोसँगबाट दुईटा मद्दत माग्छी। एउटा नेजुको ब्लड चेक गर्ने पर्मिसन र अर्को चाहिँ यस्ता डेमन जसमा किबुत्सीजीको ब्लडको मात्रा अति बढी छ त्यस्तो डेमनको ब्लड निकालेर टेस्ट गर्नको लागि ल्याउने र त्यसबाट दबाई बनाउने र यस्ता डेमनहरू किबुत्सीजी जस्तै पावरफुल हुन्छन् भनेकी हुन्थे। यहाँ अब त्यो केटी डेमन सुसामारुको हात जल्छ तर ऊ चाहिँ हाँस्न थाल्छ र तिमीले हाम्रो रगत निकाल्न चाहन्छौ भन्यो गरे तिमीले के गर्न चाहन्छौ त्यो त मलाई थाहा भएन तर मैले तिमीलाई यस्तो कुरा गर्न दिन्न जसले गर्दा हाम्रो लर्ड हामीसँग रिसाउनु हुनेछ भन्छ र यदि तिमीलाई 12 डेमन मुन मध्ये एक मबाट मेरो ब्लड निकाल्न छ भने आऊ मलाई अट्याक गर भन्छ। यहाँ यति बेला युसिरोले तान्जिरोलाई राम्रोसँग तान्जिरो तिमीले आफ्नो इज्जत डुबाउनु हुँदैन यदि यिनीहरू साँच्चै 12 डेमन मुन मध्ये एक हो भने तिमीले अहिलेसम्म हराएको डेमनहरूलाई भन्दा पनि यिनीहरूलाई हराउन गाह्रो हुनेछ भन्छ। यहाँ तान्जिरोले हस् मैले बुझे म एलर्ट रहन्छु मैले मेरो इज्जत डुब्न दिँदैन मैले उनीहरूलाई हराउँछु म मेरो बेस्ट गर्छु भन्छ। यहाँ यति बेला युसिरोले लेडी तामायो यहाँ यिनीहरू लडिरहेको बेला हामी भागौँ भन्छ। यो सुनेर लेडी तामायो सक हुन्छ। यहाँ लेडी तामायो सक भएको देख्ने बित्तिकै युसिरोले चिच्चाउँदै मैले मजाक गरेको थिएँ भन्छ। यता फेरि नेजुकोले त्यो केटा डेमन याबालाई हान्दा याबाले म माथि धुलो नउडाऊ यो फोहोर मलाई मन पर्दैन भन्छ र लोटाइदिन्छ। यहाँ यता तान्जिरो र सुसामारु एकअर्काको अगाडि हुन्छन्। यति बेला सुसामारुको सबै हात फेरि पनि उग्छ। यहाँ तान्जिरोले उसले केही सेकेन्डमै नयाँ हात उगाई उसको शरीरको पार्टहरू उगाउने क्षमता त मैले फाइनल सिलेक्सनमा लडेको डेमनहरू भन्दा पनि फास्ट छ सोच्छ। यता सुसामारु स्माइल गर्दै हानेकोले गर्दा नेजुको ठ्याक्क त्यहाँ लोड्दै तान्जिरोको पछाडि आउँछ। यहाँ तान्जिरोले नेजुकोलाई सम्हाल्न थाल्छ। यहाँ यति बेला त्यो केटा डेमन याबा पनि आउँछ। यति बेला सुसामारुले तिमीहरू दुईजना सँगै मर भन्छ र आफ्नो बलले अट्याक गर्छ तर यहाँ तान्जिरोले त्यो बललाई छक्काउँछ र पछि के तिमी ठिक छौ नेजुको भनेर सोध्छ। यहाँ नेजुकोले भन्छ। यहाँ यति बेला युसिरोले ओए डेमन सिलियर तिमीले त्यो एरोवाला केटालाई सम्हाल म र नेजुको मिलेर यो ह्यान्डबलवाला केटीलाई सम्हाल्छौँ भन्छ। यहाँ तान्जिरोले मैले बुझे भन्छ र नेजुकोलाई त्यता पठाउँछ। यहाँ अब तान्जिरोले नेजुकोलाई मलाई तिमीमा भरोसा छ भन्छ र यति बेला दुवैजनाले अट्याक गर्न दौड्छन्। यहाँ तान्जिरोले दौड्दै गर्दा मलाई यिनीहरूको ब्लड चाहिएको छ मैले यिनीहरूको ब्लड जसरी पनि निकाल्नुपर्छ जसले गर्दा चाँडै भन्दा चाँडै नेजुकोलाई सन्चो बनाउने दबाई बन्छ। सो म जस्तो डेमन आए पनि लड्छु र जित्छु सोच्छ र यति बेला त्यो केटा डेमन याबाको विक पोइन्ट सम्मको धागो देख्छ र मैले देखेँ भन्दै अट्याक गर्न थाल्छ तर यति बेला याबाले मेरो नजिक नआऊ भन्दै आफ्नो त्यो हातको आँखाबाट एरो फालेर अट्याक गरिदिन्छ जसले गर्दा तान्जिरोले देख्ने धागो टुट्छ र तान्जिरोको अट्याक पनि मिस हुन्छ र ऊ त्यो एरोसँगै उछिट्टिन्छ। यहाँ त्यो डिमनले एरो फाल्दै जान्छ र यसले गर्दा तान्जिरो उछिट्टिँदै जान्छ। यहाँ उसले यो त अति दुखिरहेको छ सोच्छ। यति बेला त्यो डेमन याबाले फेरि अर्को एरो फेकेर तान्जिरोलाई माथि हावामा उडाइदिन्छ र पछि हावामा जताततै टर्न गराइदिन्छ र पछि त्यो एरो गायब गराइदिन्छ जसले गर्दा तान्जिरो माथि हावाबाट खस्न थाल्छ। यति बेला तान्जिरोले मलाई त धेरै चोट लाग्छ मैले आफूलाई बचाउन केही मुभ युज गर्नुपर्छ सोच्छ र वाटर ब्रिथिङको 8 फर्म युज गरेर ल्यान्ड गर्छ। अब यहाँ तान्जिरो अति थाकिसकेको हुन्छ। यता त्यो केटी डेमन सुसामारुले ह्यान्डबलले नेजुकोलाई अट्याक गर्छ तर नेजुकोले त्यो बललाई छक्काउँछ। यहाँ युसिरोले पनि सुसामारुलाई अट्याक गर्न आउँछ र आफ्नो डेमन आर्ट युज गरेर गायब हुन्छ जुन देखेर सुसामारु दङ्ग पर्छ। यहाँ युसिरोले नदेखिनी भनेर त्यो केटी डेमन सुसामारुलाई हानेर त्यही ढलाइदिन्छ र सुसामारु यो त त्यही धोकेबाज तमायो होइन भन्छ। यहाँ सुसामारुले त्यसो पो हो भन्दै उठ्छ र नेजुको र युसिरो दुवैलाई ह्यान्डबलले अट्याक गर्छ। यहाँ यति बेला नेजुकोले पछाडि फर्केर त्यो बललाई किक गर्न थाल्छ। यो देखेर युसिरो सक हुन्छ र रुक भन्छ। यति बेला यता तामायोले पनि तिमीले त्यो बललाई किक गर्न सक्दिनौ भन्छ र यसपछि नेजुकोले त्यो बललाई याबा हामीले यिनीहरू चारैजनाको टाउको लैजान सक्छौँ जस्तो छ त भन्छ। यहाँ याबाले पर्दैन दुईटाको भए काफी छ एउटा त्यो डेमन सिलियरको र अर्को त्यो धोकेबाजको भन्छ। यहाँ तान्जिरो रिसाइरहेको हुन्छ। यता यहाँ नेजुको भित्र तामायोसँग हुन्छ। तामायोले यो रगत बग्न रोक्न सकिँदैन ऊ अति स्लो रिकभर हुँदैछ भन्छ र नेजुको खुट्टा सन्चो पार्न आफ्नो एउटा सिरम लगाइदिन्छ। यहाँ नेजुकोले तामायोमा आफ्नो आमालाई देख्छ। यहाँ याबा र तान्जिरो एकअर्काको अगाडि हुन्छन्। यहाँ तान्जिरोले मैले के गरौँ म हार्न सक्दिनँ तर फेरि मैले उसको विक पोइन्टको धागो देखे पनि सजिलैसँग हान्न सक्दिनँ। यदि मैले उसको ठ्याकको विक पोइन्टमा हान्न सकेन भने मेरो अट्याक व्यर्थ जान्छ। म अलिकति पनि भट्किएँ भने पनि मेरो मुभ्सहरूमा मेरो फुल पावर लाग्ने छैन र त्यसको एरोले गर्दा मेरो अट्याकको डाइरेक्सन पनि चेन्ज हुन्छ। मलाई यो भन्दा अति नराम्रो लागिरहेको छ तर उसको हातमा भएको आँखा अति रिस उठ्दो छ सोच्छ। यति बेला याबाले तान्जिरोलाई आफ्नो एरो फालेर अट्याक गर्छ। यति बेला तान्जिरोले त्यो एरोहरूबाट बच्दै उफ्रिन्छ तर यहाँ उसले त्यो एरो अति फास्ट छ र यो एरो मलाई छुनु भन्दा अगाडि गायब हुन्न अनि त्यसमाथि मेरो काटानाले यो एरोलाई काट्न पनि सक्दैन। जब मेरो काटानाले यसलाई छुन्छ यो चाहिँ अर्को डाइरेक्सनमा टर्न हुन्छ सोच्छ र यहाँ यी एरोहरूले गर्दा तान्जिरो उछिट्टिएर भित्तामा ठोकिन्छ र उसको काटाना पनि हातबाट फुस्किन्छ। यहाँ यति बेला तान्जिरोले म के गरौँ सोच्छ र यति बेला अर्को एरो आउँदा त्यो एरोसँग आफूले बाहिरबाट लगेको कपडा उड्न दिन्छ। यहाँ याबाले फेरि पनि अर्को एरोले अट्याक गरेर त्यो एरो तान्जिरोको हातमा बेरिदिन्छ र म तिम्रो हात भाँचिदिन्छु भन्छ। यति बेला तान्जिरो दौडेर गएर रुखको मद्दतले त्यो एरोको डाइरेक्सनमा घुम्छ जसले गर्दा त्यो एरो तान्जिरोको हातबाट हट्छ। यहाँ तान्जिरोले त्यस्तो गरेर एरोबाट बचेको देखेर याबा रिसाउँछ। यति बेला तान्जिरोले यसरी डिफेन्स गरेर काम छैन मैले एरोलाई नछोइकन उनीहरूको डाइरेक्सन बदलिदिएर काउन्टर अट्याक गर्नुपर्छ सोच्छ। यहाँ याबा रिसाउँदै यो अब तिम्रो मर्ने समय हो भन्छ र लगातार अति फास्ट एरो फालेर अट्याक गर्छ। यहाँ तान्जिरो पनि अट्याक गर्न दौड्छ र सुरुमा म 6 फर्म युज गरेर एरोलाई बेर्छु त्यसपछि मैले चाँडै 3rd फर्म युज गर्छु र हामी बिचको डिस्टेन्स घटाउँछु भन्छ र ती एरोहरूबाट बच्दै अट्याक गर्न जान्छ र पछि हान्न लागेको बेलामा त्यो डेमनले अझै एरो फालेको कारणले गर्दा
सान्जीहरूले आफ्नो कटाना भारी लाग्छ तर पनि सेकेन्ड फर्मको ल्याटरल वाटर व्हील युज गरेर त्यो डेमनको विक स्पोनमा हानेर उसको घाँटी काटिदिन्छ र यही डिमन स्लेयरको एपिसोड 9 इन हुन्छ। सो साथीहरू भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा चाँडै नै भेटौँला। टेक केयर एन्ड बाई बाई।